हेलो गाइज, गुड मर्निङ, नमस्ते, जजलप्पा प्याफुल्ला झोरले। आज मैले मेरो सानो भ्लग लिएर आएको छु। हजुरहरूले छोटो समय निकालेर मेरो भ्लग हेरिदिनु होला अनि मेरो च्यानललाई लाइक, सेयर, कमेन्ट अनि सब्सक्राइब पनि गरिदिनु होला। हस्, ओके, बाई बाई। पिकनिक फार्म रमाइलो रमाइलो रहेछ, आनन्द चाहिँ आउने रहेछ है। पानी पनि ठिक छ, पानीमा रुच्ने गर्छ तर भ्यू चाहिँ राम्रो रहेछ। म अहिले हटाउँछु पाउनु। ए बादल तिमी हटेर जाऊ भने घोषणा त्यसरी हट्छ है। ए बादल तिमी हटेर जाऊ भने हटिन्छ रहेछ। एक चक्कर पहिला घुमौँ न। होइन यो भ्यूको एकचोटि भिडियो खिचौँ भनेर है। होइन भिडियो चाहिँ सबै भिडियो खिचौँ न। भिडियो रहेछ चट्ट उज्या पनि रहेछ। एक गाउँ घुमौँ अनि जाने होइन। हल पनि छिटै रहेछ। राम्रो रहेछ है भाउजू, राम्रो रहेछ है। सबिनाले के देख्यो के चुट्यो भनेको? हजुरहरू यो रिसोर्टको बारे के भन्न चाहनुहुन्छ? हिमालय कस्तो यो प्लसको चस्मा नराखे जस्तै भयो। प्लसको चस्मा नराखे जस्तै अलिकति बादल लगाइरहेको छ है। अहिले म क्लियर भएपछि देखाउँछु है भन्छु कि। यो चाहिँ भर्याङ हो, यो भर्याङ हो। हाम्रो दाइले त ब्रेकफास्ट लिनु भयो, पानी पिउँदै हुनुहुन्छ। हाम्रो चिया कस्तो छ? पातलो है। ओके हाम्रो दिदीलाई तपाईँलाई थाहा छ यो के को चिया भनेर? हाम्रो राजेन्द्र गोरुको गोरुको भैँसीको बाख्राको दुधको चिया हो यो। हो यही बाख्रा पनि पालेका छौँ। ए हो रहेछ ल। ए भयो तोल तलमा अब बाख्राको मासु नि। ए सञ्जीव आज रमाइलो गर्न आएको छ है यहाँ। है आज यहाँ रमाइलो गर्छ। हाम्रो भन्दिन के पार्टी चाहिँ पार्टी होइन, भन्दिन म। हाम्रो साथीभाइको ग्रुप। साथीभाइहरू दाइहरू रमाइलो अब टोलमा छु। टोलमा भैँसीको मासु, टोलमा भैँसीको मासु भन्नुपर्छ। यो कहिले राखेको कस्तो भएर भएको कृष्णले बुढीको कुरा मन नपरेर उठेर आइसक्यो। संसदीय दीदी और क्या juga yang baca ini kan antara mereka mereka yang baca di video bisa lagi masuk tapi yang apa presiden Jawa ada popun popun ada popun ada tapi ini bisa ada tidak bisa ada lagi ada ada korban mana ini sudah berapa lagi dan ada yang mulai kalau selesai langsung mereka langsung karena selesai ini Lagi boleh gua pasang. Lah.
शुभ यात्रा है सरस्वती दिदी शुभ बसाई अमेरिकामा शुभ बसाई है शुभ यात्रा त्यो बनाइदिएको छ तपाईँको ब्लुटुथमा मैले भनेको ठ्याक्कै मिल्यो नि सेकेन्ड ह्यान्ड सब भनेर है क्लास 3 को रहेछ भूकम्पपछि बनाएको घर हो यो क्लास 3 को त्यो रहेछ मैले भनेको ठ्याक्कै मिल्यो देख्नुभयो सेकेन्ड ह्यान्डको यो कता झ्यालको त्यो पहिलाको होला भनेको ठ्याक्कै पर्यो क्या यो घर भत्किएको सबै झ्यालहरू रहेछ क्या अब चाहिँ तपाईँ समात्नु न म पनि हेर्छु जहिले म एउटा हाम्रो ग्लास हाउस हेर्नुहोस् है सबै जालोपछि वाटर सालपछि भत्किएको सबै झ्यालहरू सबै कलेक्सन गरेर यो ग्लास हाउस बनाएको छ है तपाईँहरू पनि घुम्नलाई यता आउनु होला कहाँ भने शङ्खरापुर नगरपालिका जर्सिङ पौवाको माथि है के रिसोर्ट रे सिसाघर पिकनिक फार्म सिसाघर यो चाहिँ सबै छानादेखि माथिदेखि तलसम्म सबै ढुङ्गाको घर है यो जर्सिङ पौवामा यो फार्म हाउस घुम्ने ठाउँ रहेछ क्या भूकम्पमा लडेको घरहरूको झ्याल ल्याएर बनाएको है सिसाको अर्को विशेषता भनेको तपाईँको यो घर सबै ढुङ्गा छानादेखि सबै ढुङ्गा छ है यो घर छाली परालको छ होइन सबै यो घर पुरै छाली भित्र त्यो वाल पनि छाली युज गरेको छ अर्को घर त्यो छ सबै त्यो माथिदेखि सबै इन्टर टाइल युज गरेको छ पुरै है हाम्रो यो स्कुलको प्रिन्सिपल चाहिँ ए ल जजलपा सरलाई है राम्रो रहेछ यो चाहिँ टाइलको सबै टाइल भएन अनि त्यो मिक्स गरेर यसमा चाहिँ तपाईँको साँचो नै बनायो ठ्याक्कै साँचो बनाएर त्यसमा हालेर त्यो थिचेर नै वाल बनाएको यो बिचको कङ्क्रिट चाहिँ त्यसलाई ठेक्नलाई ऊ चाहिँ सिमेन्टकै होला होइन माथिको चाहिँ सिमेन्ट यो चाहिँ ढुङ्गा त्यो लिए अनि ऊ त्यो नि हरियो यो चाहिँ किन्डर गार्डन ए हुन्छ ताको पनि कति काम गर्छ यसले यो टाइलले सजाउनलाई वेस्टेडलाई हामी त टेबल बनाएको छ टेबल सोफा जे मनमा श्री राजेवी आधारभूत विद्यालय हो कस्तो राम्रो चाहिँ छिन् है अझै स्लो मोसनमा अर्कै स्टाइल लिनुपर्छ यो त अहिले
निस्किने पानीमा पिट्ने छप्लाङ गर्ने जोडले भने जस्तो जोडले ल सोफा राख्नु फेरि पनि हामीलाई सपोर्ट गर्नु फेरि पनि हामी सँगै अगाडि बढ्नु होला भन्ने अनुरोध गर्दै मैले अघि नै खाना लगाइदिनु मैले सरस्वती धेरै अघि यो हस् धन्यवाद Thank you.